हेलो एन्ड विल बी ब्याक सन गोर्खेजहरू के छ तपाईँहरूको हलचली आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि 100 मा 99 एन्ड फिट एन्ड फाइन। गर्मी असाध्यै गर्मी छ। अहिले बेलुकीको 5 बजेर धेरै उता गइसकेको छ। 5:15-20 भइसकेको छ यो भिडियो मैले रेकर्ड गरिराख्दाखेरि चाहिँ बेलुकाको। अनि गर्मी उत्पात छ, घामको अवस्था यस्तो छ। अनि म यहाँ अहिले आएको छु क्रिकेट खेल्नको लागि। क्रिकेट खेल्नको लागि आएको हिजो यहाँ अब खेलेको बल हराइरहेछ, बल अहिले खोजेको भेटिनँ होइन। अब अहिले केटाहरू आउँछन् आउँदैनन् मलाई पनि थाहा भएन। यताबाट आउने हो केटाहरू चाहिँ, तर बाटै मैले पनि केटाहरू अब बल हराएकोले आज आउँदैनन् जस्तो लागिरहेछ। एउटा बल चाहिँ यहाँ फुटेको बल छ, म तपाईँहरूलाई देखाउँछु। अनि यो फुटेको बलले चाहिँ अब केटाहरू खेल्दैनन्। अनि अब किन्नको लागि पैसा छैन भन्छन् होइन सबैजना, त्यही हो। अनि यो बल चाहिँ यहाँनिर फुटेको छ, यो अलिकति थिच्दाखेरि देखिन्छ, यो देख्नुभयो, यो फुटेको छ। अनि अब यो फुटेकोले अब मजाले जाँदैन ब्याटले होइन, त्यो गर्दाखेरि चाहिँ त्यस्तो अवस्था। अब हाम्रो स्टम्पको हालत यस्तो छ, हाम्रो स्टम्प यो स्टम्पको हालत यस्तो छ। अब स्टम्पको हालत यस्तो भएपछि खेलाडीहरू झन् कस्तो होलान् भन्ने कुरो चाहिँ तपाईँलाई म यहाँ छ। यहाँबाट हामी बल गर्ने हो, यो स्टम्पबाट हामी यता बल गर्छौँ। अनि बााउन्ड्री पनि अब हामी यहाँ 3-4 जना भएकोले नेम हुन्छ कि फेरि हाम्रो चाहिँ अरूको जस्तो नेम होइन, त्यो क्रिकेटमा भएकै नेम चाहिँ लागु हुँदैन। यहाँ हाम्रो एकतर्फी मात्रै हान्ने हुन्छ। यहाँबाट बल गरिन्छ, फिल्डिङ एकजना यता बस्छन्, जस यो स्टम्पदेखि यता कटेपछि मात्रै हामीले रन कुद्नु पर्यो। हाम्रो नेम त्यस्तो छ। फेरि जम्मा अब हामी 3-4 जना हुन्छौँ, एकजना बल गर्ने, एकजना उहाँ विकेट किपर बस्नु पर्यो, एकजना यता हुन्छ, अनि ब्याट गर्ने एकजना। अब सबैको ब्याटमा फिल्डिङ पनि बस्नुपर्छ, अनि बल पनि अब पालो पालो गर्ने हो, नेम त्यस्तो छ। अब यो यहाँनिर एउटा भाटा छ, यो भाटादेखि उता चाहिँ उडेर गयो भनेदेखि चाहिँ फेरि आउट हुन्छ। हाम्रो नेम त्यस्तो छ है फेरि गोर्खे नेम त कडा पो छ त। यहाँ त जस्तो तस्तोले सक्छ त क्रिकेट खेल्नलाई हामीसँग। त्यही हो आजको यसो छोटो भिडियो तपाईँहरूलाई जानकारी दिएँ। केटाहरू आएनन् यहाँ, त्यो भएर मैले चाहिँ यहाँ भिडियो बनाएको है त। ग्राउन्ड चाहिँ ठुलो छ यहाँनिर, फुटबल पनि पहिला गेम पनि खेलाएकै हो। ग्राउन्ड ठुलो छ, तर वस्तु बाख्रा बाँधिन्छ यहाँनिर। तर गेम भयो भने यो केही पनि गर्दैनन्, गेम हुँदाखेरि चाहिँ केही पनि गर्दैनन् होइन। यहाँ खेलिन्छ नि, पहिला नि फुटबल खेलेको हो, फुटबल पनि खेलिन्थ्यो, तर अहिले चाहिँ फुटबलको त्यो पोस्टहरू सब हटाइसकेछन्। कसले दाउरा बाल्न लगिसक्यो के, दाउरा बाल्न खाँचन्छ नि, अब बाँसको हो पोस्ट नै होइन, त्यो भएको कारणले धन्न यो भाटा चाहिँ रहेको छ। नत्र यो भाटा पनि दाउरा बाल्न हुन्छ भनेर मान्छेले लगिसक्थे है। गोर्खे गर्मी छ, मेरो अनुहारमा पसिना देख्नुभएको होला तपाईँहरूले। अब म चाहिँ त्यो माथिको पुल तरेर आउँछु, यहाँ यत्रो क्रिकेट खेलिन्छ, अलिकति एक्सर्साइज पनि हुन्छ भनेर आएको, तर केटाहरू चाहिँ आएनन्। अब यहाँ आज गर्मी पनि धेरै छ, घाम लगभग यहाँ पुगिसक्यो, घाम अस्ताउने बेला भइसक्यो। अब आएनन्, त्यही हो आजको लागि क्रिकेट ग्राउन्डको। र हाम्रो स्टम्प यो रहेको छ, हाम्रो स्टम्पले बल छ, र हाम्रो स्टम्प यो हो, र स्टम्पको हालत यस्तो छ, ग्राउन्डको हालत यस्तो छ, गोबरहरू यस्तो छन् होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरूलाई यही भन्न चाहेँ। स्टेडियम रहनुलाई गोर्खेस ब्लग, गोर्खेसले यसो हल्का हावा गफ गर्छ, त्यही हावा गफ सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। स्टेडियम रहनुलाई गोर्खेस ब्लग।